यो सो गाइस गर्मी भइसक्यो यसो अड्डिनु पर्यो गर्मी भएर अलिअलि माथि ल गाइस आज चाहिँ माछा मार्न जाँदैछौँ हामी माछा मार्नु आज त टन्नै माछा पार्ने हो दिस इज आवर ब्युटिफुल गाउँ होइन अनि दाइ आउँदै हुनुहुन्छ झुल्लिएर र हामी माछा मार्न जाँदैछौँ कि यता आज होइन म फर्स्ट टाइम यसरी माछा मार्न भनेर हिँडेको कि अनि अब गाइदिने छैन नि त राखेछ हो गाइदिने ल होइन यता पहिले चाहिँ म आएको थिएँ अहिले आएको थिएन होइन धेरै भएको थियो र यहाँ माछा मार्न आउँदैछौँ अरे हो चराहरू त गजब गजब रहेछ त यो कट्नु खोला होइन यहाँ मेटेका छ यो मेटेका तान्ने क्या हामी क्लियर गर्ने क्या सफा गर्ने माछा मार्दै र माछा मार्न रेडी यहाँनिर टिम छ टिम क्वालिटी राम्रो दिँदो रहेछ त सो गाइज खेम दाइ चाहिँ रेडी भइसक्यो हाम्रो दाइहरू पनि रेडी म पनि रेडी आज चाहिँ टन्न माछा लगेर जाममा पारेर जाममा तान्दिनु पर्छ धेरै भयो नि त गाइज यो चाहिँ हाम्रो यहाँको मेटेका सोर्नुपर्छ सबै यहाँ हेर यता म जाँदैछु है यता अब लगभग खोलिदिउँ है अस्ति चाहिँ 3 किलो निकालेको थियौँ आज पनि 3 किलो जति निकाल्नुपर्छ ल घडी यहाँ राख्यो के साग हो दाइ यो यो त राम्रो हो नि यो एकदमै ग्यास्ट्रिकको दबाई हो ओके ल यता अगाडि जान्छौ र अगाडि जाने तपाईँ अगाडि हिँड्नु न छोड नि तिमी बिचमा हो यस्तो हेर्नु त त्यो मुनि जानु यो ल यहाँ यो मिलाउँदै जाने एकचोटि मैले यसरी समाउनु पर्यो त्यो लसाएर यता आउँछ नि त ल ल ल म त यहाँ तानिहाल्छु नि दाइ पनि एक्सपर्ट पो रहेछ नि त ए हाम्रो त एउटा माथि एउटा हुनुपर्छ मुकेश दाइ त्यहाँ बस्नु तपाईँ यही छ त्यो छेउमा चाहिँ भाडा पाउँछ छेउमा चाहिँ तिमी बस अनि मुकेश दाइ बिचमा आउनु त हो त्यहाँ भाइ तिमी छेउमा टेक त खुट्टालाई टेकिराखा तलको ए तलको टेक न माथि गएन तलको चाहिँ छोड एकछिन दाइ एकछिन त्यो भाइले टेक्दैछ ल हामी घुमाएर त्यहीँ ल्याउँछौँ भिडियोमा पनि हो तिमी तर गाइज यार यो त अस्ति तानु दाइ यता उता लाने होइन तिमी छोड न तिमी छोड म त्यसो गर्छु त्यसो गर्छु तलको कहाँ छ अल्छेको छ भने मात्रै यहाँति छ कि एउटा त यो त यहाँति त छोड्दैउ न ल छोडिदिउँ दाइ जान्दै हुनुहुन्छ नठे उँभो नलैजाऊ न भन्छु अनि जाँदैन नि त अन्त टाढो त जान्छ नि घुम्नु अब त घुम्ने हो पुरै मैले भन्न खोजेँ होइन यता आऊ है भाइ तिमी अहिले कुद्दै कता एकछिनमा बोलाएपछि बोलाएपछि तानु न म एउटा अस्ति मैले भनेको कुरो मान्नुहुन्छ भने होइन अहिले एकछिन हल्ला नगर न यहाँ तानिँदैछ अहिले यो सके पछाडि ल त यहाँ दबाउनु यहाँति दबाउनु भयो दबाएको यहाँ दबाउनु न दबाउनु पर्छ यहाँति हो त्यहाँ दबाउनु हो अब हल्ला नगर मुनिबाटको दबाएको छ नि हेर्नु उनीको दबाएको छ नि बिचको तान्नुपर्छ क्या अब त्यो भाइ आउनुपर्छ अब अब तिमी म राखेर आऊ गाइज हामीले मेटेका तानेर यहाँ ल्याएको छौँ यी माछा ल कता गयो झोलामा ओइ त्यो छ यार यहाँति बाम छ यार के बाम यता हेर भाइ यस दाजु ल ए मामाको भाइयो नगर्न खै तेरि यहाँ छ यहाँ सो गाइज हामीले चाहिँ भर्खर एउटा माछा गुमाइसकेको छौँ गजबको माछा थियो यार छोडिदिनु त्यो छोडिदिनु होइन त्यसले बाँच्ने उसको के रहेछ दिन रहेछ क्या छोडिदिनु न त छोडिदिनु अब भेट्दैन यता हेरौँ भेट्दैन भनेपछि भेट्दैन हौ माछा झरेको पानीमा त्यो पनि भेट्छ फेरि खोजेर जालमा नआएको माछा भेटी पाइदियो झिङ्गे ल भइहाल्यो ल केही छैन यहाँ माछा परेको छ हामी नेक्स्ट टाइम जारी छ होइन अब माछा पार्दैछौँ ल यसो टकटकमै भाइ यता साइडमा खाने कि माछा उयो दुलो एकछिन यहाँ भेटिन्छ कि भाइ यो नखला न हौ यसो गडाङ गुडुङ नपार न हो गडाङ गुडुङ पाऱ्यो भने सबै हिलो दुईटा छ सिद्रा सिद्रा त छ कि त्यो ठुल्ठुलो चाहिँ हेरौँ न सिद्रा पनि भेटिन्छ हो त हिले छ फल फाल हो पर फाल है मुकेश आम्म यत्रो असली माछा परेको छ के एक लड तान्दा हाफ केजी जति पऱ्यो के केटाहरूले त्यहाँ अघि छुटेको माछालाई पनि समाउन खोजिरहेछ
समातेरै छोड्यो क्या ल ल ल लिएरै आयो यार छुटेको माछा मैले भने नि त अघि भागेको माछालाई पनि समात्यो यार यिनीहरूले लु दाइहरू गइहाल्नु भयो फेरि हान्नलाई अर्को लट मैले चाहिँ अघि खसेको फुत्केको माछा तानिदिएको गाइज आई थिङ्क माछा यहीँभित्र छ यस एन्ड द्याट्स ट्रु राखिदिइहालौँ न मैले पक्रेको पनि ओके सो दिस इज द सिनेरियो वन्स अगेन दाइले स्वार घुमाउनुहुन्छ कि अनि तपाईँ चाहिँ बिचको तलको दाबिरहनु भयो अलिअलि दाब्दै छोड्दै गर्नु धेरै गहिरो नछिर्नु है दाइ गाह्रो पर्छ हामी कसैलाई आउँदैन राम्रोसँग तपाईँलाई त आउँछ होला दाइ यहाँतिर त छैन यो त मेटेका हुँदै होइन यो त भइसक्यो मैले भन्न खोजेँ यो मेटेकाको काम छैन अलिकति तल मैले भन्न खोजेँ यहाँतिर भर्खरै ताने होइन यो सरेर अलिअलि पाता खा अलिकति उतासम्म तान्नै पर्छ भने लु गाइज लु सो राइट नाउ अब म राखिदिएँ म पनि आउनुपर्छ होइन दाइले चाहिँ मेटेका सोर्न लान्थे नि बसेर चाक्खल मारेर बसेछन् एन्ड भेगु त भएको अलिअलि माछा हेरिदिउँ म यहीँमा होइन पानी तप 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 नथिङ मच गाइज यहाँ चाहिँ माछा छ हाम्रो म चाहिँ यहाँ एकदम भिडियो बनाइरहेको छु सो गाइज होइन माछा मार्न सजिलो चाहिँ छैन है तान्यो होइन मेटेका झिक्यो अनि फेरि बाहिर लग्यो है खुसी पनि मजा आउँछ लोकल माछा गाइज हाई प्रोटिनवाला खुसी लाग्छ है आधी किलो एकचोटि पर्दाखेरि चाहिँ कत्रो भेटे स्नेक हेड है गाइज स्नेक हेड त्यो हो भयो 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 हाल्नु ल भाइ अनि फाल्छ नि यिनीहरूले लु भयो गाइज योचोटि चाहिँ पहिलाको भन्दा बेटर निकालेको छौँ होइन सो होप यो चुटी चाहिँ राम्रो पर्छ भन्ने आश छ सबैलाई एन्ड अहिले चाहिँ भइसक्यो खेम्दा यहाँ नाङ्गे पुङ्गे चड्डीवाले भैया दाइ चाहिँ फेरि बसेरै हो यता हाम्रो मुकेश दाइले गर्दै हुनुहुन्छ यो चुटी चाहिँ राम्रो पर्छ भन्ने आश छ है पर्छ कस्तो थर्ड लट यार थर्ड लट होइन 2 लटमा 1.5 किलो भएको लगभग 2 लटमा 1.25 किलो जति भएको यो चुटी चाहिँ 2.5 किलो पुऱ्याउँछ कि भन्ने मेरो चाहिँ फर्स्ट एक्सपिरियन्स है यो फेरि माछा मारेको थिएन नि यसरी मैले फर्स्ट टाइम मारेको है गजब मजा चाहिँ आइरहेछ मुकेश दाइ उठाउनु मुकेश दाइ तपाईँले त्यहाँदेखिबाट उठाउनु ल ल हामीले चाहिँ सक्यो है यी बोरामा हालेर लगेको छ कति छ थाहा छैन अब पर गएर हेर्ने यस्तो तान्यो है हेर्नु न यो सबै हामीले मेटेका तानेर फ्यालेको लेट्स गो के ओके गल्यो यार पुरै गल्यो पुरै ल ओए साइकल खोइ जाम ल माछा होइन बारे अझै बाँकी छ है यो त थोरै उयो मात्रै हो नि त ट्रेलर मात्रै हो अनि माछा हेर नि त त्यो त त्यहीँ हल्छ यार ठुलो अस्ति यत्रो पनि थिएन रे है थिएन नि ल हेर्नु त ल यति माछा मारे हौ यो माछा गजबको छ नि हौ त खोलामा यस्तो दामी माछा भेटेछ है अब यसलाई सरसफाइ गरेर चट्ट बनाएर खाने हो के भयो त त्यो भित्र छ गाइज हाम्रो भागमा यति परेको छ माछा होइन वहाँ गएर हेर्ने हो र हामीले अलमोस्ट होइन मार्केट भ्यालुमा क्यालकुलेसन गर्दाखेरि 1500 देखि 2000 को माछा चाहिँ कलेक्सन गर्यो प्रोसेस हो यहाँ चाहिँ हामीले यति चाहिँ बनाइसक्यौँ यहाँ चाहिँ अलि अरू छ सबै धेरै जस्तो चाहिँ हिले स्नेक हेड नै हो यो स्नेक हेड भन्छ यसलाई चाहिँ होइन इङ्ग्लिसमा चाहिँ म्याक्सिमम् चाहिँ स्नेक हेड छ है
चाहिँ अब गैँची सैँची गैँतला त्यस पछाडि गएर सिद्राहरू लगभग 1.5 किलो माथि छ। आफ्नो स्ट्यान्डर्डमा छैन मेन्टेन गर्छ। वाह दामी देख्यो कस्तो देखेछ भाइ। यो सानो हो त्यति वास्ता भएन यसको, त्यसको चाहिँ मोबाइलै वास्ता छ। दिस इज चाहिँ के अरे फल खानेवाला माछा, यो चाहिँ झोल खानेवाला माछा होइन। उता चाहिँ म्यारिनेट भइसक्यो, सबै मल मसला लगाइसक्यो। दाइले तेल ल्याएर आउनु भयो, फ्राइङ प्यान। नाउ द्याट्स वाट वी कल स्किल्स। किन चाहिँ गर भने यसैमा तेल छ त्यो भएर आयो है। अब दामी आछ नि। यो बदा धोरा पानी भएको रहेछ क्या। दिदी हल्का साइड लाग्दिनु पर्यो हो एकछिन। अब लाग त तातो हुन्छ ल अब चाहिँ झैँ दुई फ्राइड बनाऊ है। दुई फ्राइड गर्नुपर्छ। ए दुई फ्राई एकमा पुगेन? ए एकमा अटेन गाइस, 3 फ्राई गर्नुपर्ने अवस्था छ। ल मस्त फ्राई भइरहेछ है लोकल माछा। आजको काम यति नै हो है। माछा खाइसक्यौँ है, यसले पनि माछा खायो। अनि हेर्नुहोस् होइन, मैले चाहिँ घर आएर यसरी ब्युटिफुल गार्डन बनाएको छु कि। मेरो गार्डनमा यस्तो दामी दामी फुल फुलिरहेछ। छ होइन मनी प्लान्ट गाइज। अनि यहाँ अघि हावाहुरी अलिअलि आएको पानी पऱ्यो हेर्नु, फुल झरेर सक्क यो माथि फुलिरहेछ नि। यो फुल यस्तो दामी फुल फुलिरहेछ, यो फुल झरेको होइन। अनि गाइज यहाँ चाहिँ मैले बस्ने बनाएको छु कि। यो चाहिँ मेरो एकदम रेस्ट गर्ने ठाउँ होइन गार्डनको। दिस इज माई स्मल एन्ड ब्युटिफुल गार्डन गाइज। एजुअल तपाईँहरूले यहाँ यस्तो दामी दामी फुल देख्न सक्नुहुन्छ नि होइन। ओहो ल हेर्नु त यस्तो दामी गरी फुलिरहेछ क्या। यहाँ गमला छ। मेरो पनि फर्स्ट टाइम एक्सपिरियन्स है यो माछा मारेको होइन। सो मजा पनि आयो, माछा पनि खायो होइन। अनि गाउँको मान्छेहरूसँग घुलमिल पनि भयो, एक तरिकाले रमाइलो भयो है। सो तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो होइन कमेन्ट गर्नुहोला। फेरि नेक्स्ट भिडियोमा भेट्दै गरौँला। अहिलेलाई बाई बाई गाइज। अनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला प्लिज यार।